साथीहरू, आजको यस भिडियोमा हामी दिगो विकासका 17वटा लक्ष्यहरू पढ्नेछौँ। एक नम्बर लक्ष्य रहेको छ गरिबीको अन्त्य। 2 नम्बर लक्ष्य रहेको छ भोकमरीको अन्त्य। 3 नम्बर लक्ष्य रहेको छ र 4 नम्बर लक्ष्य रहेको छ गुणस्तरीय शिक्षा। 5 नम्बर लक्ष्य रहेको छ लैङ्गिक समानता। 6 नम्बर लक्ष्य रहेको छ स्वच्छ पिउने पानी र सरसफाइ। 7 नम्बरको लक्ष्य रहेको छ स्वच्छ र किफायती ऊर्जा। 8 नम्बरको लक्ष्य रहेको छ आर्थिक विकास। 9 नम्बरको लक्ष्य रहेको छ नवीन खोज पूर्वाधार र उद्योग। अर्को 10 नम्बरको लक्ष्य रहेको छ असमानताको न्यूनीकरण। 11 नम्बरको लक्ष्य रहेको छ दिगो विकासमा दिगो सहर र समुदाय। 12 नम्बरको लक्ष्य रहेको छ दिगो उपभोग र उत्पादन। 13 नम्बरको लक्ष्य रहेको छ लक्ष्य रहेको छ जलवायु परिवर्तनमा पहल। 14 नम्बरमा लक्ष्य रहेको छ जल मुनिको जीवन। 15 नम्बरको लक्ष्य रहेको छ जीवन। 16 नम्बर लक्ष्य रहेको छ
16 नम्बरको लक्ष्य रहेको छ न्याय, शान्ति र सक्षम निकाय। सत्र नम्बरमा एक लक्ष्य रहेको छ लक्ष्य प्राप्तिका लागि साझेदारी। यी हाम्रा दिगो विकासका 17 लक्ष्य रहेका छन्। यी हामीले सजिलैसँग लिङ्केज गरेर पढ्ने हो भने सजिलैसँग पढ्न सकिन्छ, याद गर्न सकिन्छ। र यो गरिबी सुरुमा यो हामीले 17 लक्ष्य यसरी हामीले यो छुट्टा छुट्टी गरेर पढेर हुन्न। यो जसरी आर्थिक विकास, नवीन खोज, शोषण पिउने पानी र सरसफाइ, लैङ्गिक समानता भनेर पढेर हुन्न। यो हामीले यो के हुन्छ भन्दाखेरि दिगो विकासका 17 लक्ष्यहरू हामीले क्रमशः लेख्नुपर्ने हुन्छ, घोक्नुपर्ने हुन्छ। हामीले यसरी 17 लक्ष्यहरू कसरी घोक्न सकिन्छ भन्दाखेरि हामीले सबै नै लक्ष्यहरूलाई लिङ्केज गरेर पढ्ने हो भने हामीले सजिलैसँग यो 17 लक्ष्यहरू कण्ठ पार्न सकिन्छ साथीहरू। अब सुरुमा जाम गरिबीको अन्त्य। कसरी सम्झिने त यो गरिबीको अन्त्यलाई? यो सुरुमा 1 नम्बरमा गरिबीको अन्त्य छ। गरिबीको अन्त्यलाई कसरी सम्झिने भन्दाखेरि यो सुरुमा हामीले मानिसले सबै कुरा जे गर्छ, दुःख सुख सम्पूर्ण कुरा जे बेहोर्छ नि, मानिसले सम्पूर्ण काम गर्छ। मानिसले यो कुनै हामी पनि अहिले पढिरहेका छौँ, मेहनत गरिरहेका छौँ। हामीले अहिले के गरेछौँ? रोजगारी पाउनलाई मेहनत गरिरहेछौँ, पढिरहेछौँ। त्यही भएर यो गरिबी सुरुमा हाम्रो मेन भनेको समस्या के छ? गरिबीलाई उन्मूलन गर्ने छ, गरिबीको अन्त्य गर्ने भन्ने हो। हामीले सुरुमा सजिलैसँग सम्झिन्छौँ। अब हेर्नु लिङ्केज कसरी लिङ्केज हुन्छ। अब हेर्नुहोस् है, गरिबी अन्त्य भएपछि मानिससँग पैसा भएपछि के हुन्छ? भोकमरी पनि अन्त्य हुन्छ। पैसा भएपछि के हुन्छ? मानिसले भोकमरी पनि अन्त्य हुन्छ। यो पैसा भएपछि के हुन्छ? उसले घाँस बाँस कपास खान पाउँछ, त्यसपछि युज गर्न पाउँछ। त्यसपछि के हुन्छ? भोकमरी अन्त्य हुन्छ। दोस्रो नम्बरमा भोकमरीको अन्त्य भन्ने सम्झिहाल्यो। भोकमरी अन्त्य भएपछि उसले खाना पायो। खाना पाएपछि अब उसले के खोज्छ? मानिसले के खोज्छ भन्दाखेरि अब स्वस्थ हुन पाऊँ, मलाई कुनै पनि रोग नलाओस्, म स्वस्थ हुँ, मेरो स्वास्थ्य पनि राम्रो होस्, ठिक होस् भन्ने उसले सोच्छ। समृद्ध होस्, मेरो जीवन समृद्ध होस् भनेर सोच्छ। त्यसपछि के उसको निड्सहरू के हुन्छ भन्दाखेरि अब के हुन्छ? गुणस्तरीय शिक्षा खोज्ने गर्छ अब मानिसले। अब भन्ने गरिन्छ यो शिक्षा भनेको मानिसको एउटा त्यस्तो धन हो जसलाई चोरेर चोरिँदैन। यो चोरिँदैन, हामीले यो सिनेमा पनि पढिन्छ नि, चोरेर चोरिँदैन, बाँडेर सकिँदैन भन्ने पढ्छौँ नि। हो त्यस्तै गरी यो गुणस्तरीय शिक्षा खोज्ने गर्छ। मान्छे शिक्षित भयो भने ऊ राम्रो मार्गतिर लाग्ने गर्दछ। त्यही भएर यो के गर्नु पर्यो? गुणस्तरीय शिक्षा खोज्ने गर्दछ। यसले शिक्षा पनि पायो, राम्रो शिक्षा पायो भनेपछि उसले के गर्छ भन्दाखेरि उसले कुनै पनि मान्छेलाई त यो होस्, म यो हुँ, मैले यो गर्न हुन्न, तैँले यो गर्न पर्छ भनेर कसैलाई पनि भेदभाव गरिँदैन। लैङ्गिक समानता हुन्छ। त्यसपछि के छ भन्दाखेरि अब लैङ्गिक समानता भनेपछि अब लैङ्गिक समानता भयो। मानिसले कुनै आधारमा पनि अब भेदभाव गरेन। यो भेदभाव गरेन भनेपछि त्यसपछि यो सबै शिक्षित भए भनेपछि यो मानिसले के गर्छ भन्दाखेरि सबैले समान व्यवहार गर्दछ।
त्यसपछि अब मानिसलाई के निड हुन्छ भनेपछि स्वच्छ पिउने पानीको निड हुन्छ। अब मानिसले स्वच्छ पिउने पानी खोज्छ, स्वच्छ पिउने पानी खाएपछि के हुन्छ, सरसफाइ हुन्छ। यो तेस्रो नम्बरमा। 1 नम्बरमा गरिबीको अन्त्य, 2 नम्बरमा भोकमरीको अन्त्य, 3 नम्बरमा सुस्वास्थ्य र समृद्ध जीवन, 4 नम्बरमा गुणस्तरीय तथा समावेशी शिक्षा, 5 नम्बरमा लैङ्गिक समानता, 6 नम्बरमा स्वच्छ पिउने पानी र सरसफाइ, 7 नम्बरमा स्वच्छ र किफायती ऊर्जा। अब यो पनि लिङ्केज गरेर पढ्दाखेरि अब यो लैङ्गिक समानता भयो, त्यस स्वच्छ पिउने पानी चाहियो। त्यसपछि पानीबाट के निस्किन्छ, ऊर्जा निस्किन्छ। ऊर्जा निस्कालेर के हुन्छ, आर्थिक विकास हुन्छ। आर्थिक विकास भएर के हुन्छ, उद्योगहरू सञ्चालन आउँछन्, नवीन खोज हुन्छ, इनोभेसन हुन्छ। खोज र इनोभेसन भएपछि के हुन्छ, खोज, इनोभेसन, उद्योग भएपछि सबैले रोजगारी पाउँछ। त्यसपछि के हुन्छ, असमानताको न्यूनीकरण हुन्छ। असमानताको न्यूनीकरण भएपछि के हुन्छ, सबैले जब रोजगारी पाए, सबैले असमानताको न्यूनीकरण भए पनि राम्रो एउटा समुदाय बन्छ। राम्रो समुदाय बनेपछि के हुन्छ, राम्रो समुदाय भएपछि त्यहाँका समुदायका जनशक्तिहरू राम्रा हुन्छन्। त्यहाँ पनि राम्रो गुड्सहरू, सर्भिसहरू, राम्रो सर्भिसहरू उत्पादन हुन्छ भनेपछि के हुन्छ, दिगो उपभोग र उत्पादन हुन्छ। दिगो उपभोग हुन्छ। राम्रो लामो समयसम्म दिगो भने राम्रो खालको टिकाउ खालको उपभोग उत्पादन हुन्छ। त्यसपछि के हुन्छ भन्दाखेरि अब त्यहाँ उपभोग पनि भयो। त्यसपछि त्यहाँ के हुन्छ भन्दाखेरि राम्रो खाले जनशक्ति पनि भएपछि तिनीहरूले के गर्छन् भन्दाखेरि यो हाम्रो यो वातावरण राम्रो होस्। अब हामीलाई पानी, अब यो पानी चाहिएको बेलामा पानी आओस् आकाशबाट। अब यो पानी अब हामीलाई यो चाहिएन भनेपछि त्यसतिर पनि पानी नचाहिने बेला नआओस् भनेर पनि के गर्नु पर्यो, वातावरणलाई सफा राख्नु पर्यो, जलवायु परिवर्तन हुन दिने भएन भन्ने कुरा भयो। त्यसपछि अर्को के छ भन्दाखेरि जलमुनिको जीवन भन्ने छ। जलमुनिको जीवन भनेपछि के छ भन्दाखेरि यो नेपालले यो पुरा गर्न नसक्ने लक्ष्य भन्नाले यो 14 नम्बरको जलमुनिको जीवन भन्ने लक्ष्यलाई हामीले बुझिन्छ। यो के छ भन्दाखेरि यो बुझ्ने गरिन्छ। त्यसपछि यो भनेको यो 14 नम्बरको लक्ष्य भनेको के हुन्छ भन्दाखेरि यो पानी, यो समुद्र भएका मुलुकहरूले अवलम्बन गर्ने गर्दछन्। यो उसलाई समुद्र भएका राष्ट्रहरूलाई यो लक्ष्यको खाँचो पर्ने गर्छ। 15 नम्बरमा लक्ष्य के रहेको छ भन्दाखेरि न्याय, शान्ति र सक्षम निकाय देऊ, सक्षम ठाउँ देऊ, यो न्याय गर्नको लागि भन्ने हुन्छ। न्याय, शान्ति र सक्षम निकाय।